नमस्कार, म बालेन्द्र शाह, प्रमुख काठमाडौँ महानगरपालिका। काठमाडौँ महानगरपालिकाभित्र बेरोजगारीको समस्या 3 वर्षभित्र समाधान गर्नलाई काठमाडौँ महानगरपालिकाले स्वर्णिम र गौरव योजना अन्तर्गत श्रम ब्याङ्क र रोजगारी दिने एउटा आफ्नो योजना ल्याएको छ, जस अन्तर्गत 15,000 जनालाई चाहिँ कम्तीमा सिपमूलक तालिम दिने र 5,000 जना कम्तीमा चाहिँ हामीले रोजगारी दिन सक्ने स्थिति बनाउनलाई हामीले काठमाडौँ महानगरपालिका क्षेत्रभित्र रहेका दक्ष, अर्धदक्ष र अदक्षहरूलाई चाहिँ लिस्टिङ गर्ने सोच बनाएका छौँ, जसमा लिस्टिङ भइसके पछाडि श्रम ब्याङ्क अन्तर्गत अर्धदक्षलाई चाहिँ दक्ष अपग्रेड गराउने, दक्षलाई चाहिँ तालिम अथवा इन्टरभ्यूको लागि चाहिँ अथवा कुनै कामको लागि इन्टरभ्यू दिन सक्ने क्षमतालाई वृद्धि गराउने र अदक्षलाई चाहिँ विभिन्न हाम्रो 15वटा स्थानहरूमा चाहिँ तालिम दिने व्यवस्था गराउनेछौँ। हामीले यसमा आबद्ध हुनुभएका दक्ष, अर्धदक्ष अथवा भनौँ न अदक्षहरूलाई चाहिँ महानगरपालिका क्षेत्रभित्रै रहेका पूर्वाधार विकास